नमस्ते एभ्रिवान। आज मसँग छ इस्कुसको तरकारी अनि भात अनि दाल। तातोमा चिसो मौसममा तातो भात। म चाहिँ अहिले बिरामी भएको कारणले अचारहरू केही पनि खाएको छैन। अनि भात एन्ड दाल, भात तरकारी एन्ड दाल। म चाहिँ इलामको फाकफोक्थुम 4 छु र यस्तो मिठो छ भात। मैले खल्पी खाना हुन्छ होला अलिअलि। खोर्सानी दिनु न त एउटा। मामु दिनु न एउटा। मसँग छ इस्कुसको अथा जिब्री। खोर्सानी दिन्छु न मामु एउटा, त्यो बट्टाको अक्कबरे। खाना चाहिँ एकदमै स्पेसल छ हजुरहरूले मेरो खुवाइबाट पनि। मेरो अक्कबरे कहाँ भेट्नु भएको थियो? डम्री यहाँ भिडियो गरेको रोज आमा भन्नु भएन, सबैले हेर्दैन नि भिडियो। अब अक्कबरे हालेर खाँदैछु। के गर्ने, बिरामी भए पनि खोर्सानी खानु मन लागिहाल्छ। यस्तै छ, अब कस्तो गरेर खाएको भनेर नभन्नु होला। मेरो खाने स्टाइल यस्तो हो, केही नभनिदिनु होला मलाई। मामु यस्तो पिरो रहेछ यो त। लास्टै मजाको रहेछ। अलिकति खाना थपौँ जस्तो पो भयो। यति भन्दै बाई बाई।